घाँस बोकेर आइसक्नु भयो। अघि हामी चाहिँ तल्लो बाहिरमा भ्लग बनाउँदै बसिरहेको छौँ। ठुलो भाइ लिएर आउँदै हुन्छ होइन। अप्ठ्यारो ठाउँ छ साह्रै। यहाँ हेर ल, अब हामी घर जान लागिरहेछौँ। हिँड्नु हामी अब यस्तै छ होइन। अब हामी मुनि जाँदैछौँ। अनि हामी मुनि जाँदैछौँ। घर पनि बनाउने हामी यहाँ छेउछाउमा हिँड्नुपर्छ। यहाँ हाम्रो मामा हुन्छ। दसैँ हो आज कि आज दसैँको लास्ट दिन पूर्णिमा हो। अनि आज चाहिँ हामी टिका लगाएर जानु भनेको माइ खोलाको पुल भएर त्यहाँ जान पाइँदैन। मेरो हातमा चाहिँ अमृतसरले काटिसकेको छ। मेरो कानमा पनि काटिसकेको छ। दुईजना आउँदै हुन्छ। अनि म चाहिँ अगाडि अगाडि कुद्दैछु यहाँ। अब अमृतसरले काट्छ नि। बिजो भने चाहिँ चोट लाग्न सक्छ होला, चिलाउन सक्छ धेरै है। त्यो मोबाइललाई अब छुनु हुँदैन घरलाई उतारिदिने हो। अनि चिलाउनु पनि सक्छ त्यो भनेपछि त्यो अगाडि जाँदैछ होइन। अब यहाँ भिर र पाखा झर्दै हुन्छ मामाहरू घाँस बोकेर। अब हामी अघिकै ठाउँमा आइपुग्यौँ। अघिकै बाटोबाट होइन गाइस। अनि अघिको मान्छे चाहिँ गायब छ होइन। कहीँबाट बोक्नु यो निस्क्यो। म अगाडि जान्छु ल। म चाहिँ अगाडि अगाडि कुद्दैछु। अरू चाहिँ पछाडि हुनुहुन्छ। यहाँ मुनि हामी जुम गरेर पनि देखाउँछौँ। कति नजिकै देखेको। जुम गर्दा पनि नजिकै हुनुहुन्छ। आउँदै हुनुहुन्छ मुनिबाट। अब हामी चाहिँ हिँड्दैछौँ। मुनि चाहिँ हेर्नुहोस् घाँस लिएर आउँदै हुनुहुन्छ। ठुलो भारी अप्ठ्यारो ठाउँबाट काटेर।